फाइनली गाइस अब अन्तिममा मैले के डिसाइड गरेँ भने अबदेखि म घुम्नु डुल्नै छोडिदिन्छु क्या। किनभने अब म घरमै बसेर पढ्ने भइसकेँ। किन पढ्ने भएँ भन्दाखेरि मेरो फाइनल इक्जामको रुटिन आयो, त्यो पनि 1 महिनापछि हुन्छ। प्लस मेरो अर्को के भएको छ भन्दाखेरि ब्याक लागेको छ क्या, जुन कुरा चाहिँ मैले अहिलेसम्म घरमा पनि सुनाएको छुइनँ। अनि त्यही हो, अब धेरै घुमियो डुलियो, अब धेरै बेवारिसे भयो, ब्लग स्लग पनि बनाइयो होइन। अब अन्तिममा त्यही हो, मैले डिसाइड चाहिँ त्यही गरेँ, अब परिवारको ज्ञानी छोरो भएर बस्ने। किनभने अब अहिलेको टाइममा पढाइ पनि एउटा मेजर पार्ट्स हो हाम्रो लागि। किनभने लाइफमा केही गर्नु नसक्दाखेरि, कुनै अप्सन नहुँदाखेरि अन्तिममा पढाइ नै हो क्या, जुन कुराले चाहिँ हामीले धेरै कुरा गर्न सक्छौँ। अब मतलब पढाइबाट नै हामीले धेरै कुरा नलेज लिन सक्छौँ, के गर्ने कस्तो गर्ने, डिसाइडहरू के लिने, डिसिजनहरू के लिने भन्ने कुरा हामी पढाइबाट नै लिन सक्छौँ, जुन चाहिँ एजुकेसनले नै हामीलाई सिकाउँछ होइन। त्यही भएर पनि पढाइलाई चाहिँ मैले फोकस गर्नेवाला छु। र रह्यो अर्को कुरा, अब म भिडियोहरू चाहिँ प्रायः मेमोरीको लागि बनाउँछु। यो भिडियो पनि मेमोरी नै होस् भनेर बनाएको मैले। किनभने अब लाइफ भनेको यस्तै हो, अगाडि बढिरहन्छ होइन, अगाडि गइरहन्छ। अब कहिले यस्तै हुन्छ, किनकि अब म भिडियो डेली बनाऊँ, अब बाहिर फेर घुमौँ मात्रै भन्दाखेरि पनि हुँदैन, पढाइलाई पनि ध्यान दिनु पऱ्यो। अनि अब लाइफ त यस्तै हो, अब कुन बेला जान्छ अब हेर्दा हेर्दै। अब अहिले हिजोअस्ति मात्रै 82 मतलब 2024 थियो, अहिले अब 25 लागिसक्यो। अब त्यो टाइमभरिमा मैले गरेँ चाहिँ के त, कसले देख्यो कसैले देखेन, तर भिडियोमा भनेको त कैद हुन्छ नि त, हरेक पलहरू कैद हुन्छ, हरेक कुराहरूलाई हामीले कैद गरेर मेमोरी बनाएर राख्न सकिन्छ। अनि के पनि हो भन्दाखेरि म चाहिँ अब हर कुराहरू अरूलाई देखाऊँ, आफ्नो कुराहरू एक्सप्रेस गरौँ भन्ने खालको एउटा सानैदेखि मलाई त्यो कुरामा चाहिँ रुचि लाग्छ क्या। मलाई चाहिँ खुसी मिल्छ भिडियो बनाउँदाखेरि, अरूलाई देखाउँदाखेरि। अनि अब फेरि यही कुरालाई मात्रै कन्टिन्यू गरेर पढाइलाई नै छाडेर नै चाहिँ अब यही कुरालाई कन्टिन्यू गर्दाखेरि अब अलिकति सोसियल प्लेटफर्म हो, मतलब भोलिको दिनमा जेही पनि हुनसक्छ, अलिकति रिक्स पनि हुनसक्छ होइन। यसलाई नै कन्टिन्यू पनि अब गर्नु अलिकति परिवारको पनि सुन्नु पऱ्यो। किनभने उहाँहरूले पनि अब छोरो पढ्छ, पढेर नै के गर्छ भनेर अब त्यत्रो आफूमाथि होप गरिरहेछ। उहाँहरूको ट्रस्टलाई पनि ब्रेक गर्नु भएन। अब फ्यामिलीको पनि त सुन्नु पऱ्यो होइन। अनि उहाँहरूलाई पनि प्राउड फिल गराउनु पऱ्यो आफूले पढेर। उहाँहरू त पढ्नु पाउनु भएन, हामीले त एटलिस्ट एउटा पढ्ने अपर्च्युनिटी पाइरहेछौँ क्या। अनि त्यो कुरालाई पनि फोकस गर्नु पऱ्यो, र यता रह्यो युट्युबको कुरालाई पनि अलिअलि टाइम दिनु पऱ्यो। तर अब म चाहिँ के गर्ने भएँ, अबदेखि चाहिँ म घुम्नु डुल्नै छोडिदिन्छु क्या। फाइनल इक्जाम आयो, सेमिस्टर ब्याक, त्यो कुराले पनि धेरै प्रेसर परिरहेछ। 1 महिना पछाडि मेरो इक्जाम छ। अनि अब साथीभाइहरूसँग पनि सायद म भेट्नु छाडिदिन्छु होला। किनभने जति भेट्छु अब कलेजमै भेट्छु, जति रमाइलो गर्छु कलेजमै रमाइलो गर्छु, बाहिर फेर चाहिँ हिँड्नु छाडिदिन्छु। किनभने मलाई धेरै गाली गलौज आइसक्यो घर परिवारबाट पनि। सायद अब यो उमेरमा चाहिँ यस्तै हो, अब घुम्नु डुल्नु चाहिँ मन लाग्छ, तर आफ्नो करियरको पनि टेन्सन हुन्छ, के गर्ने के नगर्ने। अनि साथी सङ्गीहरूसँग बस्नु मन लाग्छ, घुम्नु मन लाग्छ होइन, तर आफ्नो करियरको टेन्सन, आफ्नो करियरलाई पनि फोकस गर्नु पऱ्यो। त्यही भएर अब चाहिँ म त्यही हो, मैले डिसाइड गरेको कुरा चाहिँ जति रमाइलो गर्छु कलेजमै गर्छु, तर अबदेखि म
बाहिर फेर चाहिँ हिँड्दिनँ। अनि र यो भिडियो चाहिँ म बनाउनु छाड्दिनँ, किनभने भ्लगै नबनाए पनि म केही न केही नयाँ चाहिँ गर्छु। भिडियोबाट भए पनि यत्तिकै बसेर केही न केही नयाँ गर्नेवाला छु। जे होस्, अब परिवारको ज्ञानी छोरो भएर बस्ने मैले निर्णय गरिसकेको छु है त गाइस। ल बाई।